नभए यसले गर्दा भयो नि त चाट भयो नि है चाट भयो नि यो अलिकति दिन लाग्यो है मैं खिचाउँछु नि खिच्न पाइदैन घर हाँ नखिच्नुले हाल्छ अहिले 500 लाग्दैन है ठुले आउनु न मेरो नि फोटो खिचिदिनु न ल अनि अरु भन्नु न अरु के भन्ने भन्न अनि यहाँ तपाई यो ठाउँ थियो भनेर चाहिँ तपाई यहाँ कसको माध्यमबाट आउनुभयो हिस्ट्री पढेर थाहा भयो कस्तो फर्मामा खिच्नु भने सबै आएर बिगार्दैन ल ल धन्यवाद बुझ्यो साना हेलो गाइज हामी चाहिँ सैलुङ गरेर आएको सैलुङमा हाटिरहेर फोटो खिच्न नसकेर ल भन्नु है के भन्छु भन्नु यो क्यामेरासम्म गाह्रो हुनेछ चोरम निकालिदिने हो हेलो उया बिचमा चाहिँ गएर खिचौँ न कस्तो राम्रो आउँछ यहाँ फर्किँदै कतिवटा थुङ्गा हुन्छ नि कस्तो यस्तोमा हिँड्न सजिलो हुँदो रहेछ भाइ हुन त हुँदैन अलिकति जान्छ गाइज कुन पोजिसनमा बस्छ गाइज कुन पोजिसनमा बस्छ मुसु पन्जाले त्यस्तो त जुठो हाल्यो यो पानी हो मुसु प्लेन चलाएको हो भयो तेरो हो हो ल भिडियो खै दिन थाल्यो नि ल सुनगा सुनगा देखियो 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 सही गरे फेरि आयो त होइन त जान्छ होला होइन अहिले खुल्दैछ क्या यो त होइन यो यस्तो क्या यो भएको छैन भएको क्या एक डेढ घन्टा बसेर पनि हेर्नुपर्छ जानु त
बस्नु परिहाल्यो नि बस्ने होइन गर्नु पऱ्यो नि बस्नु पैसा नआएको यहाँ एउटा आयो फेरि ऊ ताली काली ल डाँड दिन्छ है ल फेरि होला हजुर अलिकति पानी ल्याउनु न मलाई तातो पानी बस्नु बस्नु बेचेर ए गजब बस तिमी बस त्यहाँ आमा यो सानी बोय पनि मेरो मोबाइल हालेछ हो र त्यही त नत्र नि हाम्रो हाल्नु भन्नु कि त्यसलाई होइन ठुलबाको मोबाइल हो बाबाको हो मोबाइल तसँग छ बाबाको कस्तो राम्रो है कस्तो राम्रो के राम्रो खोइ उयो आयो अरे सकारमा उयो के उयो घरमा त उयो उता देख्नु कि सङ्गीत उयो एउटा यस्तो ठुलो भएको नि प्लेन भएको नि त्यही हो सलामा घटना अनुसारको एकदम रमाइलो भइरहेछ अँ होइन अघि कहाँ अगाडि बस्नु पानी रहेछ अघि कहाँ धुम्म अहिले कहाँ होइन अहिले यस्तो राम्रो ल ऊ फोटो हान्छ सबैले अनि के छ अनि भनौँ ल म भिडियो खोज्दैछु ल गाइस हामीलाई यस्तो गाह्रो भएछ यस्तो चिप्लो बाटो छ अझ भत्न न है उम्, मलाई त ओह्रालोमा ओर्लिनै आउँदैन उम्, खालि उकालो मात्र हिँड्न आउँछ है उम्, अनि अब बिस्तारै जानुपर्छ हुनु त मन्दिरको दुईटा बाटो हरे होइन मलाई थाहा छ नि त कस्तो हुन्छ भ्लग भनेर उम्, हुन त मन्दिरको दुईटा बाटो हरे तर हामी चाहिँ राइटतिरबाट जहिले पनि राइटतिरबाट छिरेर ढोग्नुपर्छ नि त बडा दुःखले आइयो एकदमै मेहनत गरेर आएको छौँ भरतलाई थाहा छ नि भरत नहल्लाई खिच है ल। बडा दुःखले आइयो भरत बडा दुःखले हेरेर ल हिँड्नु हिँड भएको छ। हिँड यस्तो गर सानो सानो यहाँ त लाली कुरा यस्तो 180 डिग्रीमा खिच्नु न भारतमा हजुर यस्तो चाहिँ खिच्नु न यस्तो 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 अगाडि खोइ उम्रा छ भन्नु न ओ आइ भने जस्तै शैलेश्वर महादेव की जय भन ल आइ गाई भने जेल हुन्छ ल हाय गाइस हामी चाहिँ आज सैलुङ्गेश्वर महादेव आएको अनि हामी चाहिँ कति धेरैवटा झुला पार गरेर आछौँ अँ अब जाँदाखेरि के हाल हुने हो थाहा छैन। अनि भोक लागेको छैन हजुर भोक लागेको छैन अब भोक लागिरहेछ अब खानुपर्छ मम्मी टिकाहरू लिनुभयो उता दिनुपर्छ नि त काठमाडौँ गएपछि मेरो अनुष्कालाई नि लगिदिनुपर्छ यता हेर्न दिया यता राम्रो कस्तो राम्रो ए बादल आयो ल पर्खिनु ल बाबा यो सबै एकचोटि मन्दिर ऊ तलबाट हुसुस आयो ठुली आयो आयो तलबाट ठुली फुल लिदिनु न अनुष्कालाई फुल प्रसादी लिदिनु न हामीले चाहिँ यहाँ सैलुङ्गेश्वर महादेव दर्शन गऱ्यौँ अब चाहिँ हामी तल गुफातिर लाग्छौँ अनि यहाँ चाहिँ महादेव भगवान् चाहिँ यस्तो गुफा जस्तोमा अब हामी अर्को ठाउँमा जान्छौँ अहिले पर
ल ल फेरि एउटा गर्नु म स्लो मोसमा हान्छु भन्नु एकछिन भन्नु ल ल ल ल एउटा थुम्काली गरेर यो ठाउँको नाम चाहिँ नि सैलुङ यो ठाउँको नाम 100 वटा हुनाले सैलुङ 100 वटा थुम्काले गर्दा यो ठाउँको नाम सैलुङ नै भएको हो ल 1 2 कसरी रह्यो भन्दा नि यहाँ यहाँ ल भन्नु पर्यो हुसुले गर्दा नि नत्र कस्तो किल त्यो हुसुले आइदिन्छ त्यो हुसुल नभएको यता फोटो छ यता
फोटो ल ल ल